माथिल्लो पशुपति आर्यघाट एरियामा श्रमदान हुँदैछ। श्रम गरे देश बन्छ, श्रम गरे सफा रहन्छ हाम्रा हाम्रो समीर सर हुनुहुन्छ यहाँ। प्रधानमन्त्रीसँग तपाईँ निर्वाचन लड्नु भएको थियो, त्यो पछि के तपाईँहरूले केही शुभकामनाहरू दिनुभयो प्रधानमन्त्री बालेन्द्र शाहलाई? एकदम देश चल्ने बनाए पनि भयो, बनाउनुपर्छ है। हामी सहयोग गर्छौँ बनाउने मान्छेलाई। राम्रो सुधार काम गराउने सरकारले धेरै पैसा पनि खर्च गर्छ। म एकदम सम्मान भन्न चाहन्छु। उहाँले काम गर्नुदेखि बलियो उम्मेदवारसँग तपाईँ खास किन लड्नुभयो? तपाईँ बलिको गाउँको बलियो हो, बलियोसँग बलियो लड्छ नि तपाईँ बलियो त बलियो हो, जित र हार त एकजनाको हुने, एकजनाले प्रथम हुने हुन्छ होइन। म तेस्रो भएको छु भाउजू त यहाँबाट रहेछ हाम्रो भाउजू यहाँ कुनै सम्पत्ति कसैले हेर्नुपर्छ भनिराख्नु अब तपाईँहरूको अध्यक्ष सानपानीसँग पनि अभूत सम्पत्ति होला जाने